फाइनली एससी 2082 को रिजल्ट पब्लिस्ड भइसकेको छ र यदि तपाईले चाहिँ आफ्नो यो रिजल्ट मार्कसिट सहित या ग्रेड सिट सहित तपाईले चेक गर्न चाहनुहुन्छ भने ग्रेड सिट तपाईले निकाल्न चाहनुहुन्छ अनलाइनबाट भने त्यसको लागि चाहिँ तपाईले यो वेबसाइटमा आउनु पर्ने हुन्छ sc.ntc.net.np भन्ने वेबसाइटमा। यहाँ आइसकेपछि एउटा यस्तो इन्टरफेस ओपन हुन्छ। अब यहाँबाट चाहिँ तपाईले आफ्नो ग्रेड सिट डाउनलोड गर्नको लागि हेर्नको लागि तपाईले यहाँ यो अप्सन रहेको छ ग्रेड सिट भनेर तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि एउटा यस्तो इन्टरफेस ओपन हुन्छ। अब तपाईले चाहिँ यो सिम्बल नम्बरमा तपाईले आफ्नो सिम्बल नम्बर इन्टर गर्नु होला। त्यसैगरी यहाँ डेट अफ बर्थमा तपाईले आफ्नो जन्म मिति यहाँ इन्टर गर्नु होला नेपाली बीएसमा र फर्म्याट चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ। पहिला वर्ष, महिना र दिन र त्यसको बीचमा ड्याश, स्ल्याश या डट जे राखे पनि हुन्छ। त्यसैगरी तपाईले यहाँ तल यो क्याप्चालाई यहाँ इन्टर गर्नु होला। यति गरिसकेपछि तपाईले यहाँ तल रहेको यो सी रिजल्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई यहाँ यो ग्रेड सिट तपाईको शो गर्छ कुन कुन सब्जेक्टमा कति कति जीपीए ग्रेडहरु आएको छ यहाँ तपाईलाई शो गर्दिन्छ। तपाईले यसरी चेक गर्न सक्नुहुन्छ र तपाईको यहाँ तल ओभरअल जीपीए पनि यहाँ तपाईलाई शो गर्दिएको हुन्छ। र यदि तपाईले चाहिँ आफ्नो यो ग्रेड सिटलाई मार्कसिटलाई डाउनलोड गर्न चाहनुहुन्छ या प्रिन्ट निकाल्न चाहनुहुन्छ भने त्यसको लागि चाहिँ तपाईले यहाँ माथि रहेको प्रिन्ट ग्रेड सिट भनेको छ यसमा तपाईले क्लिक गरेर आफ्नो यो ग्रेड सिटलाई तपाईले डाउनलोड गर्न सक्नुहुन्छ र कम्प्युटर साइबरमा गएर तपाईले यसको प्रिन्ट निकाल्न पनि सक्नुहुन्छ।